हाजिमे मासिते। नमस्ते। हजुरको नाम? मेरो नाम विवेक पुन। विवेक पुन है। हजुरको स्टाफ नम्बर? स्टाफ नम्बर त मैले याद गरेको छैन, म हेरेर भन्नुपर्छ है। ए हुन्छ हुन्छ, भयो भयो। हुन्छ। अनि भन् भ- हजुर जोइन हुनुभएको कति दिन कति महिना भन्नुभयो? कता यता एचआरसीमा आएको हजुर कि हजुर। यहाँ आएको चाहिँ लगभग त्यही 15-20 दिन जति भयो होला। ए हुन्छ। अनि जुन कामको लागि कन्ट्र्याक्ट गर्नुभएको थियो त्यही काम गरिराख्नु भएको छ नि है? हजुर, हामीलाई चाहिँ अहिले एचआरसीले बाहिर पठाउनु भएको छ, त्यही कम्पनीमा बसिरहेको छौँ हामीहरू। ए त्यस्तो त्यो त्यो काम बाहेक अरू त गर्नुभएको छैन है? छैन छैन। छैन है। कामबाट फुर्सदै हुँदैन त्यहाँबाट बाहिर निस्किनु फुर्सद हजुर। हुँदैन, झन् सोच्नै सकिन्न। अनि कन्ट्र्याक्ट अनुसारकै वर्किङ आवरहरू पाउनु भएको छ? हजुर हजुर। कन्ट्याक्टमा कति कन्ट्याक्ट गर्यो चाहिँ हामीलाई एक्ज्याक्ट त थाहा छैन, तर सायद 8, कहिले 7, हजुर। कहिले पुगे जस्तो लाग्छ। खै अब 8 हो भने त कहिले पुगे जस्तो लाग्छ, कहिले नपुगे जस्तो लाग्छ। नर्मल त 8 हो के अरे, अब त्योभन्दा बढी भयो भने कहिलेकाहीँ हुन्छ। त्यही हो। त्यसो भने त कहिले अब हामी अलिकति घाटामै छ होला। भर्खर नयाँ नयाँ हुनुहुन्छ, अब पछि पछि के हुन्छ अब। उम्, हजुर भनेपछि हजुरले आफ्नो जाइरो कार्ड पासपोर्टहरू आफैसँग राख्नु भएको छ नि है? हजुर आफैसँग हो। अनि हजुरहरूसँग अहिलेसम्म इलिगल काम गर्नेहरू कोही हुनुहुन्छ र त्यहाँ? इलिगल गर्ने त अब हामी झन् भर्खरै आएको, दुईजना म र एकजना मेरो, दुईजना नेपाली हो, सँगै हजुर बस्ने हो। अब त्यस्तो त चान्सै छैन अहिले त, हजुर। त्यस्तो चिन्नी भेट्ने इलिगल यताउता भन्ने त। ए हुन्छ हुन्छ। अनि अहिले त स्वास्थ्यमा केही समस्या त छैन होला है सायद? छैन अहिले त्यस्तो खासै केही अनि प्रब्लम। काम गर्दाखेरि गाली गर्ने थर्काउने त्यस्तो भएको छ र अहिले? छैन छैन। यहाँ अहिले त्यस्तो। चाहिँ अहिले कम्पनीमा चाहिँ सबै राम्रो छ के अरे, ए साइनहरू सबै राम्रो लाग्छ हजुर कि। हजुर। राम्रै हुनुहुन्छ है भनेपछि? हजुर हस् हुन्छ, हजुरको समयको लागि धेरै धेरै धन्यवाद। हस्, रोजगार धन्यवाद। समादेश। हाम्रो लागि सोधिदिनु भयो, हस् त्यसलाई पनि हुन्छ। धन्यवाद। रोजगार समादेश।